सम्पूर्ण नमस्कार। आज मैले फेरि कन्स्ट्रक्सन सँग सम्बन्धित भिडियो लिएर आएको छु। यो एसई 2082 मा सोधिएको मध्य प्रदेशको क्वेशनमा यसमा भनिएको छ कंस्ट्रक्ट अ ट्रायंगल एबीसी इन व्हिच साइड बीसी इक्वल टु 6 cm, एसी इक्वल टु 7 cm एन्ड एंगल एबीसी इक्वल टु 75 डिग्री। र यो ट्रायंगल कंस्ट्रक्ट गरिसकेपछि त्यो ट्रायंगल सँग इक्वल हुने गरी अनदर ट्रायंगल प्यारालेलोग्राम सीडीईएफ को रचना गर्नु छ, जसमा एउटा साइड चाहिँ 6.5 cm होस्। पहिला हामीले रफ फिगर बनाउनु पर्छ। त्यो अनुसारको रफ फिगर हामी बनाइसकेपछि यसमा पहिला बीसी ड्रा गरौँ 6 सेन्टिमिटर। त्यसपछि हामीले अर्को प्वाइन्ट ए लिएर एबी र एसी जोइन गर्दाखेरि ट्रायंगल एबीसी बन्छ। त्यसपछि यो बेस बीसी सँग प्यारलल लाइन हामीले ड्रा गर्नुपर्छ र बेस बीसी को आधा ठ्याक्क मिड पोइन्टमा कुनै बिन्दु डी पत्ता लोकेट गरेर अर्को पोइन्ट ई र एफ लिनुपर्छ, जसको लेन्थ चाहिँ डीसी सँग ईएफ बराबर होस् र डीई सँग सीएफ को लेन्थ चाहिँ बराबर होस्। यो अपोजिट साइड अफ प्यारालेलोग्राम इक्वल हुन्छ। यसको लेन्थ दिएको छ डीई 6.5 दिएको छ भने यहाँबाट हामीले यो 6.5 ड्रा गर्नुपर्छ। अब हामीले सबभन्दा पहिला एउटा लाइन सेगमेन्ट बीसी ड्रा गरौँ, जसको लेन्थ चाहिँ 6 सेन्टिमिटर होस्। लाइन सेगमेन्ट बीसी ड्रा गरेपछि बी मा हामीले 75 डिग्री को एंगल बनाउनु पर्छ। त्यसको लागि पहिला 0 बाट 60 डिग्री एंगल बनाऊ। त्यसपछि फेरि 60 डिग्री बाट अर्को आर्क काट्दा त्यो 120 डिग्री हुन्छ, 120 हुन्छ। अब 60 र 120 दुवैबाट काट्यो भने 90 डिग्री को एंगल बन्छ। यो 90 डिग्री को एंगललाई हामीले डट डट लाइन ड्रा गरेर चिनो मात्र लगाऊ। बीचको प्वाइन्ट लोकेट गरौँ। बीचको प्वाइन्ट पत्ता लागिसकेपछि त्यो बीचको 90 डिग्री प्वाइन्टबाट र 60 डिग्री बाट काट्यो भने यो पूर्ण रूपमा काट्नु होला। प्वाइन्ट अफ इन्टरसेक्सन पत्ता लाग्यो, त्यसलाई जोइन गर्यो भने त्यो 75 डिग्री को एंगल बन्यो। अब एसी को नाप मेजरमेन्ट 7 सेन्टिमिटर भएकोले सी बाट 7 सेन्टिमिटर को आर्क ड्रा गरेर त्यसलाई हामीले जोइन गर्यो भने हाम्रो ट्रायंगल एबीसी बन्यो। अब ट्रायंगल बनाइसकेपछि यो फिगरमा दिए अनुसार हामीले बेसलाई हाफ गर्नुपर्छ। बेसलाई हाफ गर्नुपर्ने भएकोले हामीले बेसको परपेन्डिकुलर बाइसेक्टर ड्रा गर्न गएका छौं। यसको लागि बी र सी बाट आधा भन्दा बढी लिएर तलमाथि हामीले काट्नुपर्ने हुन्छ। अनि बी बाट र सी बाट बीसी को हाफ भन्दा बढी लिने र तलमाथि यसरी काट्यो भने बी र सी दुवैबाट काट्यो भने यसको पोइन्ट अफ इन्टरसेक्सन आउँछ। त्यो पोइन्ट अफ इन्टरसेक्सनलाई यदि हामीले जोइन गर्यौं भने त्यो परपेन्डिकुलर बाइसेक्टर हुन्छ बीसी को। त्यो बीसको पोइन्टलाई हामीले डी नाम दियौं। अब हामीले प्यारलल लाइन ड्रा गर्नुपर्छ। प्यारलल लाइन ड्रा गर्नको लागि यो एंगल यो एंगल सँग इक्वल हुने गरी यता एंगल ड्रा गर्नुपर्छ। त्यही भएर सेम आर्क सी बाट र यो दुवैबाट सेम आर्क हामीले ड्रा गर्नुपर्छ, यो फिगरमा देखाए जस्तै। अब यो एंगललाई नाप्नु पर्छ। पहिला यसको पोइन्ट अफ इन्टरसेक्सनलाई यहाँ चिनो लगाइएको छ। अब हामीले यो एंगललाई नापौं। यसरी कम्पासको मद्दतले एंगल नाप्नु होला र त्यति नै इक्वल एंगल चाहिँ अर्को पोइन्टबाट काटेपछि त्यो एंगल इक्वल भयो। अल्टरनेट एंगल हामीले इक्वल ड्रा गरेका छौं। अब यो जोइन गर्ने बित्तिकै यो प्यारलल लाइन बनिहाल्यो। अब यो फिगरमा देखाए अनुसार अर्को साइड यो जुन प्यारालेलोग्रामको एउटा साइड चाहिँ ईडी 6.5 दिएको छ। ईडी भनेको यो यहाँबाट काट्नु पर्यो डी बाट। यो डी बाट 6.5 काट्यो भने यो पनि के हुन्छ 6.5 हुन्छ। त्यही भएर सेम आर्क दुवैबाट काटिएको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। दुईटै सेम आर्क छ। अब यसलाई हामीले चिनो लगाएर यदि हामीले जोइन गर्यो भने हाम्रो प्यारालेलोग्राम बन्यो। यसरी जोइन गरेर प्यारालेलोग्राम बनाउनु होला र यसलाई रंगाइदिनुस्, राम्रो देखिन्छ। Hence parallelogram CDEF is constructed which is equal in area to the triangle ABC। यसैगरी हाम्रो यो ट्रायंगल को रचना भएको छ। तपाईहरुले यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला, लाइक कमेन्ट र शेयर गर्न चाहिँ नबिर्सनु होला। र हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो, विद्यार्थी भाइ बहिनीहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट पनि गर्नु र कस्तो किसिमको भिडियो चाहिएको छ, के सम्बन्धी भिडियो तपाईहरुले खोज्नु भएको छ, कुन च्याप्टरको भिडियो चाहिएको छ त्यो पनि यहाँ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। धन्यवाद।